आज चाहिँ यो 2-3 दिन पछाडि अलैँची बारीमा चाहिँ पानी सार्नको लागि जाँदैछु। यो माथि देखिएको ठाउँमा चाहिँ त्यो अलैँचीमा पानी सार्नु पर्नेछ। लगभग आज चाहिँ 12-13 दिन भयो पानी नपरेको। चैत 9 गते पानी परेको थियो, त्यहाँदेखि पानी परेको छैन। यो अलिकति उकालो जानुपर्ने छ। अब 4-5 मिनट उकालो हिँड्यो भने ठिक्कै चाहिँ मेरो अलैँची बारीमा पुगिन्छ। यो उकालो हिँड्दाखेरि चाहिँ त्यो सास बढेर हिँड्न गाह्रो भइराखेको छ। यो त्यति माथि जानुपर्ने छ, ठाउँ अप्ठ्यारो छ। पानी चाहिँ 3 दिन अगाडि सारिराखेको थिएँ, घुमिराखेको रहेछ। अब अर्को ठाउँमा आज चाहिँ सार्नु पर्नेछ। केही दिन अगाडि यहाँ चाहिँ पानी घुमाइराखेको थिएँ। यहाँ चाहिँ भर्खरै बिरुवा अलैँचीको बिरुवा लगाएको छ। यसै पाल भनेको चाहिँ यो अलैँची चाहिँ जेठ असारमा चाहिँ रोप्नुपर्छ। यो अघिल्लो चाहिँ जेठ असारमा रोपेको यहाँ अलैँचीको बिरुवा छ। यहाँ घुमाइराखेको थियो पानी। अब त्यो माथि डाँडामा चाहिँ आज सारिराख्नु पर्ने छ पानी। यसरी घुमिराखेको छ। यहाँ चाहिँ तल यसरी चाहिँ यो अलैँचीको चाहिँ मसिनो मसिनो बिरुवाहरू छ। यसरी चाहिँ यसलाई चाहिँ माथिल्लो डाँडामा यहाँ चाहिँ अलैँचीको बिरुवा, यहाँ नयाँ बिरुवा। यो यसपाल भर्खरै 1 वर्ष पुग्न आँटेको बिरुवा तपाईँलाई देखाउँदैछु। यो यहाँ तल चाहिँ यो अलैँची चाहिँ कहाँ फल्छ भन्नुहुन्छ भनेदेखि यसरी चाहिँ यहाँ तल यो फुल्न आँटेको छ। यहाँ चाहिँ फुल्ने हो र यहीँ चाहिँ फल्ने हो। अब यही ठाउँमा चाहिँ पानी लगाइराखेर जाने अलैँची बारी। यहाँ चाहिँ मैले पानी बनाइराखेर यहाँ घुमिरहेको देख्नुभएको छ। अलैँची चाहिँ यसरी 3-4 दिनमा चाहिँ पानी लगाइरहनु पर्छ। यहाँ चाहिँ अलैँची अब फुल्न आँटिरहेछ। अलिअलि फल्छ जस्तो छ है। अर्को पनि चाहिँ यहाँ एउटा स्प्रिङ्कल छ। यहाँ चाहिँ पानी मरिरहेको रहेछ। यसरी पानी चाहिँ घुमिरहेको छैन। स्प्रिङ्कलमा चाहिँ ढुङ्गा पसेको रहेछ। यसरी चाहिँ मसिनो ढुङ्गाहरू चाहिँ पसेर चाहिँ यो बन्द गराउने रहेछ। यहाँ चाहिँ ढुङ्गा पसेको रहेछ। अब सफा गरिराखेर जाने हो। पानी पनि आउने जस्तो छैन।
यहाँ चाहिँ अलैँची सुकाउने ठाउँ भट्टी यहाँ चाहिँ पछि पाकिसकेपछि टिपेर यहाँ सुकाउने ठाउँ Oh.